हेलो हेलो सबैलाई नमस्ते। आज साह्रै दुःखी छु कि म होइन, किनकि मेरो प्राण मेरो मुटु छोरी बिरामी छ होइन। यो घरपालुवा जनावरले टोकेको कारणले बिरामी छ छोरी होइन। छोरी बिरामी हुँदाखेरि साह्रै याद आउँछ नि त छोरीको होइन, धेरै माया लाउँछ नि त हामी परदेशीहरू होइन। कुनै हामी परदेशीहरू घर परिवारमा कुनै दुःख बिरामी हुँदाखेरि कति पीडा हुन्छ भन्ने कुरा हामी परदेशीहरू थाहा हुन्छ होइन। मेरो छोरीको लागि स्वास्थ्य लाभको कामना गर्न चाहन्छु। चाँडै सन्चो होस् मेरो प्यारी मुटुलाई होइन, यही भन्न चाहन्छु। यस्तै हामी परदेशीहरू होइन, एकान्तमा गएर रुने ठाउँ पनि हुँदैन यता होइन। अब साथीभाइको अगाडि रोँदाखेरि के भन्छ होइन, यहाँको कसैले कसैको मनको भावना बुझ्दैन। त्यही पनि अब हुन्छ नि त होइन, कुनै बिरामी भएको बेला अब कुनै गरौँ होइन, घरको लागि घरको मान्छेलाई सम्झौँ भन्ने मन लाग्छ होइन। के गर्नु, आफ्नो त घर पाहाडतिर पऱ्यो होइन, सोच जस्तो पनि छैन, नेटवर्क पाउँदैन होइन। साह्रै दुःख छ नि। सबैजनाले ग्रेट वेलकम ल्याइदिनु होला होइन, मेरो छोरीको लागि प्रार्थना गरिदिनु होला होइन। तपाईँहरूको प्रार्थनाले गर्दा चाँडै सन्चो होस् भन्ने कुरा आशा लगेको छु है। अब त के गर्नु यार, यस्तै हो जिन्दगी होइन। परदेशी जिन्दगी हो, कहिलेसम्म रहन्छ चलाइरहने होइन। यस्तो हो, घरको परिवारले यही कुरा बुझ्नु पऱ्यो क्या होइन। यति कुरा बुझ्दैन घरको परिवारले पनि, थाहा छ होइन। कति नेपाली दाजुभाइहरू परदेशमा हुनुहुन्छ होला, उहाँहरूले पनि बुझिराख्नु भएको छ होला। घरमा कुनै दुःख पर्दाखेरि कस्तो मन भक्काएर आउँछ भन्ने कुरा होइन। बट ओके, सबैजनाले कमेन्टमा गेट वेलकम लेखिदिनु होला होइन। तपाईँहरूको प्रार्थनाले गर्दाखेरि सन्चो हुनेछ ल। ओके, टेक केयर, बाई।